तिमीले सक्छ सक्दैनौ अझै के मसँग त 100 वटा पुरीहरू छन् अझै श्रीमतीहरू छन् तेरी यिनीहरूको कुरोमा लायो भने त मेरो रक्सी त्यहाँ राखेको छ त्यो किराहरू बसेर त तेरी जानु पर्यो यसो खानु पर्यो बरु मजाले आफू रमाउनु पर्यो गएर है यिनीहरूको कुरोमा के हुन्छ के तिमीहरूसँग धन सम्पत्ति छ छैन मजातिको छँदै छैन तिमीहरूसँग श्रीमतीहरू छ छैन तिमीहरूले नआउने कुरा गर्छ जानु पर्यो रक्सी खान पर्यो Ayah, ayah, कसैसँग केही खाने कुरा छ भने मलाई दिनु न आया म 3 दिनदेखि केही पनि खाएको छैन आया मलाई खाने कुरा छ भने दिनु न कसैले आया म मर्न लागे आया 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 म के गरौँ मेरो पेट दुख्यो आया टाउको पनि दुख्यो कसैसँग छ भने दिनु न खाने कुरा आया यहाँ त कसको ठुलो धनी मान्छेको घर जस्तो छ यहीँ गएर केही खाने कुरा माग्नु पर्ला जस्तो छ आया म सक्दैन म जान्छु यहाँ गएर खाने कुरा माग्नु पर्यो सुन्नु न घरमा को हुनुहुन्छ अङ्कल आन्टी कोही हुनुहुन्छ सुन्नु न अङ्कल होइन को भने डिस्टर्ब भन भने तिमीहरू मलाई डिस्टर्ब गर्ने तिमीहरू मलाई डिस्टर्ब गर्ने बेकारमा अरूलाई रक्सी खाँदाखेरि अरूलाई डिस्टर्ब गर्ने लाज लाग्दैन तिमीहरूलाई बन्दुकले उडाइदियो तिमी सबैलाई अहिले पोखरा तिमीहरूलाई जानेछु तिमीलाई हन म फेरि अदालतमा गएर मुद्दा दायर गरिदिन्छु फेरि यस्तै गऱ्यो भने जान्छु बरु फेरि खान बेकारलाई डिस्टर्ब नगर है डिस्टर्ब नगर पर्ख फेरि जानेछु तिमीहरूलाई कस्तो डर लाग्ने अङ्कल हुनुहुँदो रहेछ यहाँ त आया मलाई कस्तो डर लाग्यो आया 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 तर म के गरौँ म खानापिना बाँच्नै सक्दैन आया म मर्छु होला आया 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 म माग्छु फेरि पनि जे पर्ला पर्ला आया म माग्छु फेरि बोलाउनु पर्यो अङ्कल 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 होइन फेरि कसै बनायो अङ्कल सुन्नु सुन्नु न अङ्कल के भयो तपाईँसँग के खाने कुरा छ भने मलाई दिनु न म 3 दिनदेखि केही पनि खाएको छैन मसँग केही पनि छैन ऊ त्यो पल्लो घरको छिमेकीको कुकुरलाई दिनलाई छ म तँलाई दिनलाई केही पनि छैन त्यसो नभन्नु न अङ्कल हेर्नु त म 3 दिनदेखि केही नखाएकोले गर्दा मेरो शरीर कमजोर भएको छ पेट दुखिरहेछ या टाउको दुखिरहेछ म के गरौँ अङ्कल दिनु न एक झाग भए पनि छैन मसँग छैन बरु अब त्यो छिमेकीको पसललाई लोडबाट चोर खाँदै खा मसँग केही छैन होइन अङ्कल चोरेर हामीले खानु हुँदैन परमेश्वरले हामीलाई चोरेर खानु भन्नु भएको छैन चोरेर खायो भने पाप लाग्छ उसो भने म के गरौँ मसँग के भन्छ छैन भने मलाई दिनु न प्लिज छँदै छैन मसँग के भन्छ दिनु न त्यस्तै छुराउने
छोरा आउने ठिक भयो लाउनु पर्यो सुन्नु न कसैसँग सामान दिनु न आया म मर्नै लागे आया सुन्नु न कसैले त सुन्दिनु सामान तपाईँहरूसँग मलाई खानालाई के दिनु न आया म मर्नै लागे आया 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 पेट आया टाउको म मरे Lazarus? Hey, Lazarus. Lazarus? को तपाईँ म स्वर्गदूत हो लाजरस। को स्वर्गदूत तपाईँ यहाँ किन आउनु भएको म स्वर्गबाट तिमीलाई स्वर्गमा लिन आएको हो लाजरस। स्वर्गमा लानलाई हो म जस्तो मान्छे म जस्तो गरिब मान्छे खानै पनि नपुग्ने मान्छे म जस्तो मान्छेले तपाईँ स्वर्गमा लान आउनु भएको होइन लाजरस होइन लाजरस। म तिमीलाई तिमी गरिब भएर तिमीसँग केही पनि भएर होइन लाजरस, तर तिमीले प्रभु येशू ख्रीष्टमा विश्वास गरेको कारणले म तिमीलाई लिन आएको लाजरस। हो हो ए ए म स्वर्ग जान पाउने भयो त हो तिमी स्वर्ग जाने पाउनु भयो हो र हो ए म स्वर्ग जान पाउने भए ओ त्यसो भए जाउँ एकछिन पाउनुहोस् त के भयो तिमी ल तपाईँहरू पनि सुन्नुहोस् त तपाईँहरू पनि चर्च जानुहोस् यसुलाई विश्वास गर्नुहोस् है हेर्नु त आज म स्वर्गमा जान लाग्छु हामी स्वर्गमा भेट्नुपर्छ है ल बाई बाई म स्वर्ग जान पाउने भयो कति रमाइलो प्रभुको घरमा अति नै आनन्द छ। न त दुःख छ न पीडा छ न त भोग छ न त प्यास छ लाजरस। तिमी धेरै आनन्दित हुन्छौ। राम्रो रहेछ बाटोहरू यसरी लाजरस स्वर्गमा लगिन्छ र केही समय बितिसकेपछि फेरि पनि धनी मानिस र बाल्कनीभन्दा बाहिर देखा पर्दछ। मेरो घाँटीलाई के भयो मेरो घाँटीलाई के भयो सासै फेर्न सकेको छैन। ए सुन त कोहीसँग औषधि छ म बाँच्ने औषधि छ भने देऊ न छ भने देऊ न मेरो सबै धन सम्पत्ति दिन्छु मेरो सबै मेरो श्रीमतीहरू पनि दिन्छु मेरो गाडीहरू बङ्गलाहरू सबै छ भने देऊ न के आज मैले यसलाई लिन आएँ ओ धनी मानिस मलाई चिनेनस् म चिनेन म तेरो पिता हो पिता पिता रे कसरी मेरो पिता हुन सकेको मलाई चिन्दैन कसरी मेरो पिता चिन्दैन भन्छस् म
मैले तँलाई संसारमा यति धेरै धन सम्पत्ति दिएको होइन। म तँलाई लिनलाई आएको छु। आइज। यो असम्भव कुरो, म साँच्चै जाँदिनँ। आउँछस् कि नै? म आउँदिनँ। म त यहाँ स्वर्गमा जाने हो। खुबै स्वर्गमा जानु पाउँछ भने होला। संसारमा त धेरै मौज गरिस्। सबै मैले दिएको धन सम्पत्ति त हो। आउँछस् कि नै? म आउँदिनँ। म त्यो आफैले कमाएको पैसा म आउँदिनँ त्यो। म राम्रो मुखले तँलाई भनिरहेको छु। त्यसमा जाँदै जाँदिनँ। एक जाँदिनँ, दुई जाँदिनँ, तिनै जाँदिनँ। आइज भने जाँदै जाँदिनँ। आउँदैनस्? आउँदैनस्? तँलाई आइज। आइज भने आउँदैन। आउँछस् कि? आइज भने त्यसरी संसारमा हुँदाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको कारणले लाजरस तर धनी मानिसले ऊ संसारमा हुँदाखेरि प्रभुलाई विश्वास नगरेको कारणले ऊ नरकमा लगिन्छ।